लेवी 5 अध्याय। यदि कोही मानिसले यस्तो किसिमको पाप गर्यो कि साक्षी भइकन जनसाधारण अघि बोल्नु पर्दा पनि आफूले देखेको र जानेको कुरा त्यसले बोल्दैन भने त्यो त्यसको लागि दोषी हुनेछ। कसैले कुनै अशुद्ध कुरो अर्थात् अशुद्ध वन पशु कि पाल्तु पशु कि अशुद्ध घस्रने जन्तु घोसिनु छोयो भने त्यो कुरो त्यसलाई थाहा नभए तापनि त्यो अशुद्ध भएको हुन्छ र त्यो दोषी ठहरिनेछ। त्यसले मानिसको अशुद्धि वा अशुद्ध बनाउने कुनै कुरा छोयो भने त्यो कुरा त्यसलाई थाहा नभए तापनि त्यो दोषी ठहरिनेछ। कसैले विचार नगरी कुनै असल वा खराब कुरा गर्न मुखले शपथ खायो भने जुनसुकै कुरामा मानिसले सोच विचार नगरी शपथ खान्छ त्यसबाट त्यो कुरो छिपे तापनि त्यसले थाहा पाएपछि त्यसको कुरामा त्यो दोषी ठहरिनेछ। जब कुनै मानिस त्यस्ता कुरामध्ये एउटामा दोषी ठहरिन्छ तब आफूले गरेका पाप त्यसले स्वीकार गर्नुपर्छ। त्यसले गरेको त्यस पापको दण्डको निम्ति परमप्रभुको सामु बगालबाट भेडा अथवा बाख्रीकी पाठी बलि स्वरूप त्यसले ल्याउनुपर्छ। पुजारीले त्यसको पापको लागि प्रायश्चित गर्नेछन्। पाठी ल्याउने त्यसको औकात पुग्दैन भने त्यसले आफूले गरेको त्यस पापको दण्डको निम्ति 2 ढुकुरकी परेवाका 2 बचेरा परमप्रभु कहाँ ल्याओस्। एउटा पाप बलि र अर्को होम बलिको निम्ति त्यसले पुजारी कहाँ ल्याओस्। तिनले एउटा चाहिँ पाप बलिको निम्ति पहिले चढाउनेछन्। त्यसले त्यसको घाँटीमा समातेर टाउको निमोठोस् तर त्यसलाई चुडाइन नहालोस्। अनि वेदीको पाटामा पाप बलिको रगतबाट पुजारीले केही छर्कुन् र बाँकी रगत चाहिँ वेदीको आधारमा निथारियोस्। यो पाप बलि हो। त्यसपछि पुजारीले अर्को चाहिँ होम बलिको निम्ति विधिपूर्वक चढाउनु पर्नेछ। त्यसले गरेका पापको निम्ति यसरी पुजारीले प्रायश्चित गर्नेछन् र त्यसलाई क्षमा हुनेछ। तर 2 ढुकुरकी परेवाका 2 बचेरा त्यसले ल्याउने र पनि त्यसको औकात पुग्दैन भने त्यसले जे कुरामा पाप गरेको हो त्यसको निम्ति आफ्नो भेटी स्वरूप आधा पाथी मसिनो पिठो पाप बलिको लागि ल्याओस्। त्यसले त्यसमा तेल र धूप राख्नु हुँदैन किनभने यो पाप बलि हो। त्यसले त्यो पुजारी कहाँ ल्याओस् अनि पुजारीले त्यसबाट सम्झना स्वरूप 1 मुठी लिएर परमप्रभुको निम्ति अग्नि होममाथि वेदीमा जलाउन्। यो पाप बलि हो। त्यसले ती कुरामध्ये जुनसुकै पनि विषयमा पाप गरेको छ पुजारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन् र त्यसलाई क्षमा हुनेछन्। बाँकी रहेका भेटी चाहिँ अन्न बलि चाहिँ पुजारीको हुनेछ। दोष बलि। फेरि परमप्रभुले मूसालाई यसो भन्नुभयो, जब कसैले अपराध गरे र परमप्रभुका पवित्र कुराहरूका विषयमा अजानमा पाप गर्छ तब त्यसले परमप्रभु कहाँ पवित्र स्थानको सेकेलको हिसाबले चाँदीको ठिक दाममा बगालबाट निस्कोट भेडा आफ्नो दण्डको निम्ति ल्याओस्। यो दोष बलि हो। त्यसले पवित्र कुरामा जे चुकेको छ त्यसको भर्ना दिनुपर्छ र त्यसको 5औं भाग अझ थपिनेछ र पुजारीले त्यो सबै दिनुपर्छ। पुजारीले दोष बलिको भेडाद्वारा त्यसको निम्ति प्रायश्चित गर्नेछन् र त्यसलाई क्षमा हुनेछ। कसैले परमप्रभुबाट मनाही भएको कुनै कुरा गरेर पाप गर्यो भने त्यसलाई सो थाहा नभए तापनि त्यो दोषी हुनेछ र त्यो त्यसको लागि दोषी हुनेछ। ठिक मोल बमोजिम त्यसको बगालबाट एउटा निस्कोट भेडा आफ्नो दोष बलिको निम्ति पुजारी कहाँ ल्याओस्। त्यसले थाहा नपाई अजानमा गरेको त्यसको अपराधको लागि यसरी पुजारीले प्रायश्चित गर्नेछन् र क्षमा हुनेछ। यो दोष बलि हो। परमप्रभुको विरुद्धमा अपराध गरेको त्यो दोषी छ। प्रेज द लर्ड।